के भयो सानो? किन रोयो? किन रोयो? बुढा विदेश नगए हुँदैन। यतै बसेर बुढाबुढी सुख दुःख गरौँला नि। कस्तो कुरा गरेको छ? भिजा पासपोर्ट सबै रेडी भइसक्यो। अहिले आएर क्यान्सल गर्न मिल्छ त? पहिला आफैले जाऊ भनेर सल्लाह दियो। त्यो बेला त मैले ऋणबाट मुक्त भइन्छ कि भनेर भने कि अब मलाई जान दिने मन छैन। चिन्ता नगर, 2 वर्षको लागि त आइहाल्छु नि। तिमी पनि त यहाँ 1 महिना मात्रै बस्ने हो। त्यसपछि काठमाडौँतिरै सरोली उता दिदीलाई कोठा खोज्नु भनिसकेको छु। राम्रोसँग जानुहोस् है बुढा। कता पुगेर कल गर्न नभुल्नु नि। हुन्छ, म फोन गरिहाल्छु नि। आफ्नो प्राण प्यारीलाई छोडेर जाँदैछु, म पुग्ने बित्तिकै फोन गरिहाल्छु। तिमी आफ्नो ख्याल गर्नु, मेरो केही चिन्ता गर्नु पर्दैन। सुन्नुहोस् न, कर्ण सरको ऋण चाहिँ तिरिहाल्नुपर्छ है। म्याडमको सुन्दितो राखेर हामीलाई सापटी दिनुभएको छ। पहिलो स्यालेरी आउने बित्तिकै मलाई पठाइहाल्नुहोस् है। जान्छु ल। ओहो सर, नमस्ते नमस्ते। हजुर हो सर। हजुर अब यहाँ केही गर्न सकिएन सर? गर्न त धेरै कोसिस गरेकै हो। हो नि सर, तर लकडाउनले सबै कुरा बिगार्यो। सरलाई त थाहा छँदैछ, ऋणमाथि ऋण लागेको छ अहिले। राम्रोसँग जाने, अब उता गइसकेपछि फोन सुन गरौँला है। दाइलाई सम्झाउनु भएको हो? हेर्नु न, आज बिहान दाइलाई बिदा गर्न आउँछु भनेको भुसुकै निधाएछु। पक्कै दाइ रिसाउनु भयो होला है? रिसाउनु भएको छैन। ला रात परिसकेछ, आमाले मार्नुहुन्छ।